गोपालको काम चाहिँ सही छ कि हैन हाम्रो राङ्गो मान्ने वाला हाम्रो हामी चाहिँ साइकलमा निक्लिसक्यौँ हैन रोटेल्ला लागि उनीहरू चाहिँ हाइवेमा वेट गर्दै होला जाने तेरे बातें के भयो खाना बनाउने स्पोट हेरिरहेको छ हैन यहाँ खाना बनाउने अनि यता पनि भाइहरू पिकनिकमा आएर रहेछन् हैन केटाहरू म पनि हो भिडियो बनाउनु पर्यो त भाइ भिडियो बनाउनु पर्यो त के पिकनिकमा हो भाइ तिमीहरू कस्तो देउसी खेलेर कि कस्तो ए स्टुडेन्ट हो कहाँ यतैको हो तिमी ए हाम्रो चाहिँ आगो बाल्ने कार्यक्रम हुँदैछ हैन यिनी केटाहरूले बोतल किन हाल्यो या तिमीहरूले बोतल नहाल्न ठिक छ यार प्लास्टिक जन्ने पदार्थ जलाउनु पर्छ भन्छ ओ बाबा गडबड ल केटाहरूले तर धेरै मान्छेहरू आउने रहेछन् त यार हैन ओ बाबा ओ अक्कल एक छैन कि यसलाई साला ऊ राखेको हेर्नु ऊ यस्तो यसरी हो राख्ने यसरी राख्न रुक्नु न नचाडमा आउँदैन तँलाई यहाँमा चाहिँ के दाल बन्ने होला ए यहाँमा चाहिँ दाल उता चाहिँ भात होइन चामल ल केटाहरू चाहिँ के गर्दैछन् ए केटाहरू के हुँदै होला ए केटाहरू चाहिँ मासुको केटाहरू चाहिँ मुर्गाको सर्जरी गर्दैछन् होइन केटाहरू चाहिँ लास्टै चाहिँ केटाहरू ल यता चाहिँ यिनीहरू चाहिँ मलासबाट आएको रे यिनीहरू चाहिँ त्यो पातहरू बोकेर मलासबाट आएको पुरा यिनीहरूलाई पनि लास्टिक गरेको छ किनकि यो गाउँ हो नि त तर चाहिँ पुरा गाउँ छ त्यसैले यिनीहरू चाहिँ माथिबाट ल्याउने रहेछ होइन ल अब गोपालको काम चाहिँ सही छ कि होइन होइन गोपाल साला मासु काट्ने ए चक्कु थियो त ल ए चक्कु लिएर आउनु ल चल भरत चक्कुले काट के चक्कुले हुन्छ चाहिँ मासु काट्ने काम बाहिर आएन ल लेग साला काट्न आयो त के काट्थ्यो साला हेलो ए गोपाल काट्न आयो त के काट्थ्यो हो नि त ऊ हेर्न राङ्गो काट्ने मात्र अरू केही गर्ने होइन सुकेटी खाँथ्यो त ल हाम्रो राङ्गो मान्ने वाला हाम्रो कुखुरा मासु काट्दै होइन अहिले हतियारा चाहिँ ऊ होइन ऊ चाहिँ हेर्नेवाला होइन सपोर्टर मुकेश देउन्टो चो मुकेश चो 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 मुकेश हड्डी देखाउनुलाई भात देखाएर आउँछ अरूलाई भन्छ मुकेश चो आफै बच्चा जस्तो चो हेलो चो चो मुकेश मुकेश जयराजका मुलाबाट मुकेश ठिक्क छ त मुकेश मुकेश स्वागन रे होइन पुत्तो फलो चिट्टै छोरा होस् तेरो मेरो खुट्टा ढोगिरहेको छ होइन